हेलो गाइस, हामी आज 3 दिनको भ्रमण चाहन्छौ। हामी जिल्ला कञ्चनपुरबाट कैलाली, बर्दिया, बाँके अनि हजुरको यो दाङ, कपिलवस्तु, रूपन्देही हुँदै हामी अहिले नवलपरासी, चितवन अनि हजुरको यो सिधै डाइरेक्ट हामी मुस्ताङको यात्रामा छौँ। आज एकदमै रमणीय स्थल रहेको अवगत गराउँछु गाइजहरूलाई। यो हामीले मानव जीवनमा एकचोटि यता दर्शन, मुक्तिनाथ दर्शन गर्नै पर्ने ठाउँ। जस्तै पशुपतिनाथ दर्शन गरे पश्चात पूर्ण त्यो शिव भक्तिको चाहिँ दर्शन नगरे सर मुक्तिनाथमा चाहिँ तपाईँ आउनै पर्ने होइन। अनि हाम्रो आजको कार्यक्रमका संस्थापक अध्यक्ष श्री लोकेश पालजीलाई धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। हिमालको कखामा बसेको यो गाउँ कति धेरै राम्रो, सबै भन्दा निगुण। मडल बजाउँदै बसुरीको धुनमा नाचौँ सबै मिली यो सुन्दर क्षणमा। यो हो हाम्रो प्यारो सुन्दर नेपाल, यो हो हाम्रो प्यारो सुन्दर नेपाल। भन्दा के छ यस्तो यो रमणीय स्थलमा हेर्नु न, बाटो पनि अब यस्तो राम्रो बाटो छ होइन। अब हामी कागबेनी पुग्ने आँटेका छौँ होइन। यस्तो राम्रो दृश्य, मनमोहक रे, एकदमै रमाइलो। यस्तो रमाइलो हामीले जीवनमा गर्नै पर्छ होइन। एकदम बेस्ट, सस्तो, राम्रो, मिठो, एकचोटि पुग्नै पर्ने ठाउँ मुक्तिनाथ। कैसा लग रहा है अभी? कस्तो लागिरहेको छ? भन्छ स्थिति कसरी छ यहाँ? हाउ आर यु फिलिङ गुड? हामी आइयो है। ओके लेट्स गो। लगभग कति जति सिट थियो होला यहाँ खुड्किला थियो सर? यो 365 તમે કામ કરો, તમે નથી જાઓ, હું અહીંથી આવું છું.
शिरोमा चलेर फास्ट फुडहरू पाइने ठाउँ क्या त्यो होटल छ धिरा नि ऊ यही हो म त को धन्दा जाने थियो तर अब यहाँलाई त मैले होइन म रोक्दै म यहाँ 40 किलोमिटर भित्र भएन म जानुपर्छ यार भण्डारे 8 मिनट पहिले जरुर छ यार अब ये हेरेर त बुढा त के ते यार भन्न हामी तातो पानीमा एकदमै दाउना बात भयो के बात भइरहेको छ हलियो जिल्नु भयो हलियो जिल्नु हलियो जिल्नु कस्तो लाग्छ अब 60 डिग्री 70 डिग्री बोल्नु छ है यो डिग्री 60 छ 60 भयो धेरै भयो हेलो के छ एकदम तातो एकदम तातो कति डिग्री होला 50 प्लस छ हो लास्टै तातो हो एकदम तातो हल्लिएपछि त बढी तातो भइरहेछ नहल्ली त ठिक छ यस्तो छाला सम्बन्धी सम्पूर्ण रोगहरू एकदम नेचुरल प्रकृतिको उपहार स्वरूप हामी 15 दिनसम्म तातो पानीमा बस्ने निर्णय गरेका छौँ यसको आफ्नो सबै प्रकृतिले दिएको उपहार एकदम तातो पानी छ हल्ली चाहिँ अलिक बढी तातो हुँदो रहेछ यो मुभमेन्टले एउटा नहल्लिकन बस्नुपर्ने देखियो 15 मिनट बसौँ न सरको के छ ठिकै छ 15 मिनट जति बसौँ न कति सकिन्छ 15 त भन्न सकिनँ अघिदेखि मतलब 7-8 मिनट भइसक्यो होला अब अहिले चाहिँ कति छ भन्ने कुरा चाहिँ थाहा भएन आधा मिनट भइसक्यो तातो पानीमा नभएर हामी 15 मिनट हुन्छ यस्तो रातो भएको यस्तो स्ट्रिम भएर होइन शरीरमा भएको छालाको सबै जान्छ प्रकृतिले दिएको पानी नेचुरल हो है त्यस्तो मेची जिल्लामा चाहिँ कस्तो राम्रो ल है राम्रो पर्ने आफू यार यो अरू दिन नारी हो ये जना